नमस्कार साथीहरू, स्वागत छ हाम्रो पडकास्टको एपिसोड 5 मा। म विवेक। आज हामी कुरा गर्दैछौँ एआई भनेको के हो। एआई भनेको कम्प्युटरलाई मानिस जस्तै सोच्न, सिक्न र हेल्प गर्न सक्षम बनाउने प्रविधि हो। आज एआई किन इम्पोर्टेन्ट छ? किनकि एआई अब फ्युचर होइन, हाम्रो प्रेजेन्ट भइसकेको छ। बिगिनर हुनुहुन्छ भने डराउनु पर्दैन। एआई सबैका लागि बनाइएको टुल हो। कोडिङ नजाने पनि एआई प्रयोग गर्न सकिन्छ। एआई बोल्ने, लेख्ने र बनाउने काममा हेल्प गर्छ। एआई टुल्स धेरै छन्। च्याट, इमेज, भिडियो र भोइसका लागि छुट्टा छुट्टै। च्याट जीपीटी जस्ता टुलले कन्टेन्ट लेख्न, आइडिया निकाल्न र प्रब्लम सल्भ गर्न मद्दत गर्छ। प्रम्प्ट भनेको एआईलाई दिने सही इन्स्ट्रक्सन हो। तयार छौ? जति क्लियर प्रम्प्ट उति राम्रो आउटपुट। म तयार छु। ठीक छ, कन्टिन्यू। कार्य सम्पन्न। स्टुडेन्ट्सले एआईबाट नोट्स, एक्सप्लेनेसन र प्र्याक्टिस हेल्प पाउन सक्छन्। कन्टेन्ट क्रिएटर्सले डिजाइन, भिडियो र स्क्रिप्टमा एआई प्रयोग गर्न सक्छन्। इन्जिनियर्स र प्रोफेसनल्सका लागि एआई प्लानिङ र डिसिजन सपोर्ट टुल हो। डेली काममा एआई प्रयोग गर्दा टाइम बचत र प्रोडक्टिभिटी बढ्छ। एआई सिक्ने सबैभन्दा राम्रो तरिका प्र्याक्टिस गर्दै जानु। एआई को एथिकल प्रयोग जरुरी छ। गलत सूचना र मिसयुजबाट बस्नुपर्छ। फेरि भेटौँला अर्को एपिसोडमा।